त्यहाँबाट कार्ड आइसकेपछि डेनमार्क नै किन रोजेको त? अनि अरू देश पनि थिए, मान्छेहरू नर्वे जान्छ, नेदरल्यान्ड जान्छ, युके जान्छ होइन? हजुर हजुर होइन मलाई डेनमार्क मन पर्थ्यो पहिलेदेखि, त्यही भएर जान मन लाग्यो होइन। अनि अलिकति फेसिलिटिजहरू त्यहाँ राम्रो छ भन्ने भएको भएर डेनमार्कमा काम सजिलै छ, काम अनुसार पैसा छ, चिसो छ अहिले, त्यही भएर जान मन लागेन। ए हो। अनि कति छ स्यालेरी अहिले डेनमार्कमा? स्यालेरी नर्मली 2-2.5 जति बचाउन चाहिँ सकिन्छ। अहिले धेरै साथीहरूको लगभग पोर्चुगलमा पासपोर्ट बन्ने समय नि भइसक्यो होइन? हजुर हजुर उनीहरू चाहिँ अब अरू ठाउँमा जाँदाखेरि के गर्नु पर्दो रहेछ खासमा चाहिँ? अब पासपोर्ट बनिसकेपछि त अन्त जानलाई सजिलो छ, त्यस्तो गाह्रो पर्दैन। अब जे होस् आफूले बुझेर जानु पर्यो, यताउता घरहरू, अपार्टमेन्टहरू, कामहरू, सबै कुराहरू, कामको रुमको सबै कुरा व्यवस्था गरेर जानु पर्यो, पहिला खबर गरेर। 8 वर्ष पोर्चुगलमा काम गरेर छोडेर चाहिँ डेनमार्क जाँदाखेरि कस्तो लागेको थियो त? नमजा लाग्यो, तर पोर्चुगल मलाई वेदर चाहिँ एकदम राम्रो लाग्छ पोर्चुगलको चाहिँ। अब कमाउन गएको, अब कमाउनु पर्यो, त्यही भएर डेनमार्कतिर गयो। पोर्चुगलमा कमाइ राम्रो भएन खासै भएन, अलि काम रेगुलर हुन्थेन होइन। तपाईँको 8 महिना जति हुन्थ्यो, अनि 4 महिना यतिकै बस्नु पर्थ्यो। तर पोर्चुगल चाहिँ मलाई मन पर्ने देश हो, रोनाल्डो मन पर्छ, त्यही भएर नि हो।